मुलुक अहिले चुनावको गम्भीर मोडमा आइपुगेको छ। जित हारका आकलन अनि चुनाव प्रचार र प्रोपोगन्डाले सामाजिक सञ्जाल रङ्गिएको छ। नयाँ पुराना पुस्ता र सबै खाले दल र नेताहरू चुनाव जित्ने एकमात्र रणनीतिमा छन्। स्वाभाविक छ चुनावमा एकजनाले जित्छ र धेरैजना पराजित हुन्छन्। यद्यपि यसपटकको चुनावमा कुन दलले हार्छ वा कुन दलले जित्छ भन्ने कुरा मात्र होइन, प्रश्न हो के यो चुनावमा देशले जित्छ त? सायद यो प्रश्नको जवाब कुनै दल वा नेतासँग छैन जस्तो लाग्छ। चुनावले राजनीतिक र संवैधानिक संक्रमण काल पार गराउन सक्ला? जेनजी विस्फोटन एउटा पुस्ताको आक्रोश मात्र थिएन, त्यो राज्यप्रतिको खस्किँदै गएको अविश्वासको सङ्केत पनि थियो। यही पृष्ठभूमिमा सरकारले फागुन 21 मा संसदीय दलको चुनाव घोषणा गरेको छ। यस अर्थमा यो चुनावलाई नियमित सत्ताको प्रतिस्पर्धाको रूपमा मात्र हेरिनुहुन्न। परिवर्तनका मुद्दाहरू सडकमा मात्र सीमित रहँदा राजनीतिक अस्थिरता गहिरिन्छ, तसर्थ परिवर्तनका मुद्दालाई संस्थागत गर्ने एउटा माध्यम चुनाव पनि हो। यद्यपि प्रश्न फेरि पनि उठ्छ, के यो चुनावले जेनजी आन्दोलन पछिको सङ्क्रमणकालको अवस्थालाई पार लगाउन सक्ला त? प्रारम्भिक चुनावका दृश्यहरू सुखद छैनन्। यसपटकको चुनावी प्रतिस्पर्धा मुख्य सडक घरदैलो भन्दा बढी प्रविधि मार्फत हुने देखिएको छ। तथ्य र मिथ्या, सत्य र झुटो समाचार बीच महासङ्ग्राम हुँदैछ। यो चुनावमा केही गर्छु भन्ने हुटुटी र भिजन भएका अनि लोकप्रियतावादको घुम्तो ओढेर अवसर छोप्न कसिएकाहरू बीच भिडन्त हुँदैछ। एउटा सामान्य मतदातालाई सही र गलत छुट्याउने समेत हम्मे पर्ने अवस्था छ। एकातिर केही पुराना दलहरू राजनीतिमा आएका छन्, केही सुधारिएर आएका छन्, केहीले आशा पनि जगाएका छन्, केही यथास्थितिमै रमाएका छन् र केही नयाँ विकल्पको साथ आएको दाबी गर्दै चुनावमा होमिएका छन्। तर ती किन र कसरी नयाँ? अनुहार नयाँ कि सोच र कार्यशैली नयाँ? केही प्रश्न छैन। जो लहरको भरमा चुनावमा हाम फालेको छ, जसको उद्देश्य चुनाव जित्ने अनि अवसर छोपिहाल्ने भन्ने देखिन्छ, सत्ता केन्द्रित दल वा पात्रलाई जिताउने कि परिवर्तनलाई संस्थागत विकास र भविष्यप्रतिको भरोसा जगाउने, संक्रमणकालीन राजनीतिलाई अवसरको रूपमा उपयोग गर्ने दल वा व्यक्तिलाई रोज्ने? यसपटकको निर्वाचनमा नेपाली जनता र मतदाताको विवेकको ठुलै परीक्षा हुने देखिन्छ। हस्त मित्रहरू, आजको यो भिडियो तपाईँलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने एक लाइक र फलो गर्न नबिर्सनु होला। भिडियोलाई अन्त्यसम्म हेरेकोमा धेरै धेरै धन्यवाद। हस्त आजको लागि यति नै। जय देश, जय नेपाल।